हाम्रो पोखरीमा चाहिँ पानी यति छ सरलाई झन्डै झन्डै डुबाउने रहेछ स्विमिङ खेल्न मजा आउने रहेछ हेर्नु त यो भित्र पसेर स्विमिङ खेल्नलाई एकदमै आनन्द हुने रहेछ यहाँ चाहिँ बेला बेलामा पोखरीमा पसेर पानी चलाउनु भन्ने पनि छ अनि सरलाई कति पानी हुँदो रहेछ भनेर पस्नुभएको सर पौडी खेल्न पनि जान्नु हुँदो रहेछ लु कति मैले देखेकै थिइनँ सरले पौडी खेल्नुभएको आमा त्यत्रो रहेछ पानी सर पौडी खेलेर पर पुगेर आउनु त कतिको सक्नुहुन्छ हेरौँ ल सर चाहिँ पौडी खेल्नुहुँदैछ पहिला पहिला त धेरै खेल्नुहुन्थ्यो अरे अनि अहिले चाहिँ वर्षौँ भयो नि त नखेलेको नसकेको बेला पनि हाँसेँ है म चाहिँ सरले पौडी खेल्नै बिर्सिनु भएछ पानी त्यति घाँटी घाँटी रहेछ अनि कहाँ हुन्छ त स्विमिङ पुल चाहिँ बनाउन पाएको भए है इन्जोय गर्न पाइन्थ्यो यो चाहिँ माछा पोखरी हो बेला बेलामा सर खेल्न जानुहुन्छ पानी कति रहेछ भनेर पस्नुभएको यहाँ चाहिँ 6-7 हजार माछा चाहिँ हालेको कति हजार 9 हजार कि कति पो हालेको त हामीले त 8-9 हजार माछा हालेको छ 2-4वटा त मऱ्यो होइन अनि 2-4वटा त नर्मली मरिहाल्छ खोलामै त पानी तातेर मर्छ अब यहाँ पनि के मिल्दैन होला अनि मऱ्यो सर चाहिँ उहाँ पुग्नुभएछ है अब त्यहाँदेखि आउनु त सर पौडी खेलेर आउनु त त्यहाँदेखि ल त्यहाँ पल्लो छेउमा चाहिँ त्यति रहेछ पानी होइन नभए ठ्याक्क पल्लो छेउमा चाहिँ ठ्याक्क सरको त्यति रहेछ पानी माटो थुप्रेछ वरिपरि चाहिँ माटो वरिपरिको झरेर थुप्रेछ अनि अब सर पौडी खेल्न आँट्नु भएको है त्यहाँदेखि कति खेल्नु हुँदो रहेछ ल सर 1 2 3 ल बाकटे खेल्नु हुँदैछ बाकटे नसक्नु हुँदो रहेछ बानी हराएछ अनि मासु हेब्बी जे भएको लागि रहेछ है कि पहिला त लुते हुन्थ्यो अनि कति धेरै पौडी खेल्नु मरे हाँस उठेर म त अब मरेँ म हाँस्दै बिहोस हुन्छु होला ल त्यति रहेछ पानी आमामा ठ्याक्कै घाँटी पानी रहेछ कति 5 फिट 5 फिट पानी रहेछ है साथीहरू लु आउनु सर त्यहाँदेखि यति चाहिँ आउनु त लु